दर्शकवृन्द, संसदमा उपस्थित नभएको भन्दै विरोध भइरहेका क्रममा प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज काठमाडौँ र नयाँ दिल्ली स्थित युरोपेली संघ EU तथा यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँ स्थित अन्य मुलुकका राजदूतहरूसँग संयुक्त भेटवार्ता गरेका छन्। शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको पनि बताएका छन्। भेटवार्तामा उनले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको पनि बताएका छन्। प्रधानमन्त्री बालेन शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार उक्त भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट र निर्णायक जनादेश दिएको र नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने स्पष्ट पारेका छन्। बालेन शाहले थप भनेका छन्, नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन। नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमान योग्य हुने सुनिश्चित गर्दै हामी लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौं। बालेनले नेपालको सुशासन र अर्थतन्त्रको समावेशी वृद्धिका लागि आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको पनि दोहोर्याएका छन्। गीत रेकर्डिङ तथा स्वराङ्कनका लागि उपयुक्त गन्तव्य सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको अत्याधुनिक डिजिटल रेकर्डिङ स्टुडियो जमल काठमाडौँ। जनताका लागि नयाँ अवसरहरू सृजना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको बृहत लगानी आकर्षित गर्न प्रक्रियाहरूलाई थप सहज बनाउँदै नव प्रवर्धनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ। बालेन शाहले नेपालले सन्तुलित एवं व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने पनि स्पष्ट पारेका छन्। हाम्रा छिमेकी विकास साझेदार र मित्र राष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिका सिद्धान्तहरूद्वारा निर्देशित छ, उनले भनेका छन्। यो सँगै उनले नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग पुर्याउँदै आएको भन्दै नेपालका सबै विकास साझेदार र मित्र राष्ट्रहरूप्रति आभार पनि प्रकट गरेका छन्। व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटन तथा अन्य प्रमुख क्षेत्रहरूमा सहकार्य गर्न र त्यसलाई अझ सुदृढ बनाउन नेपाल लागिरहेको पनि उनले थप स्पष्ट पारेका छन्। भेटका क्रममा प्रधानमन्त्री शाहले विश्वका विभिन्न भूभागहरूमा द्वन्द्वले निरन्तर प्रभाव पारिरहेका बेला सर्वसाधारण नागरिकहरूले नै सबैभन्दा बढी पीड़ा भोग्नु परेको भन्दै शान्ति कायम गर्न सैन्य मुठभेड भन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानूनले प्राथमिकता पाउनु पर्नेमा पनि जोड़ दिएका छन्। भेटमा काठमाडौँ र नयाँ दिल्ली स्थित युरोपियन युनियनका राजदूतहरू तथा काठमाडौँ स्थित अन्य राजदूतहरूले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरेको भन्दै नेपालको प्रशंसा गरेका छन्। साथै उनीहरूले सुशासन, आर्थिक विकास र समृद्धिको म्यान्डेट सहित नयाँ सरकारको नेतृत्वमा पुगेका प्रधानमन्त्री बालेन शाहलाई बधाई पनि दिएका छन्। आर्थिक वृद्धि र समृद्धिका लागि विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य तथा लगानी गर्न आफूहरू तयार रहेको उनीहरूको भनाइ छ। एडमिशन ओपन जुम ब्युटी एकाडेमी, नेपालकै नम्बर 1, 22 वर्षको अनुभवको साथमा 100% जब ग्यारेन्टी।